ल ल ल ल ल ल ल अन द स्पोट यार। हेत तेरिका एक्सिडेन्ट भयो यहाँ, दाइले सट्टै काट्नु भयो के दाइ, के भएन नि तपाईँहरूलाई? एकसय 14 भन्दा माथि गएन यार यो बाटोमा। क्या सीन है रे भाइ, बाइक त धुस्तै धुलै हिले हिँड्नु भएछ त, कस्तो झ्याउ लाग्दो। यही भएर पनि मैले भ्लगलाई कन्टिन्यू नगरेको हो। ला मेरो सामान झऱ्यो यार। हेलो नमस्ते एन्ड गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। तपाईँहरूलाई मेरो च्यानलमा फेरि पनि स्वागत गर्न चाहेँ। र अहिले चाहिँ म यो हरिहरपुर गढी गाउँपालिकाको महेन्द्र झाडी भन्ने ठाउँमा आइपुगेको छु। यहाँबाट भिडियो स्टार्ट गर्नुको रिजन चाहिँ बिहानै सिन्धुलीबाट बिहानैदेखि पानी परिरहेको थियो, पानीमा हिँड्यो है, अनि अलिकति पानी परेको भएर चाहिँ मैले त्यहाँबाट भिडियो स्टार्ट गरिनँ। खासमा चाहिँ म आज हेटौडाको बाटो हुँदै काठमाडौँ जाँदैछु एउटा सानो तिनो कामको लागि। अनि अघि नै भिडियो स्टार्ट गरेँ भनेर सोच्न चाहिँ होइन, तर भिडियो स्टार्ट भएको रहेनछ। सो अहिले भर्खरै स्टार्ट गर्दैछु। म चाहिँ रेगुलर भ्लग बनाउँछु भनेर सोचिरहेको थिएँ, युट्युबलाई कन्टिन्यू गर्नु पऱ्यो भनेर, तर युट्युबलाई कन्टिन्यू गर्न नसक्ने भए मैले। सो मेरो टाइम म्यानेज गर्न नसक्ने भएर चाहिँ मैले युट्युबलाई कन्टिन्यू गर्न नसक्ने भए। सो मैले चाहिँ अब कहीँ कतै यसो ट्राभल गरेको बेलामा मन लाग्यो भने आफ्नो पछिको कालान्तरमा आफ्नै भिडियो हेरेर आफैलाई खुसी बनाउने एउटा बाटो मात्रै बनाउने भएको छु। सो योभन्दा अगाडिको भिडियोहरूमा मैले भनिरहेको थिएँ म युट्युबलाई कन्टिन्यू गर्छु, रेगुलर भ्लग गर्छु भनेर। सो त्यसको लागि चाहिँ म असमर्थ भएँ होइन। योभन्दा अगाडिको भिडियोमा मैले हाम्रो सिन्धुलीगढीको हिस्ट्रीलाई लिएर एउटा भिडियो बनाएको थिएँ, गएर हेरिदिनु होला भन्न चाहन्छु मेरो युट्युब च्यानलमा। अनि खासमा चाहिँ मैले भिडियो र यो भ्लगिङ फिल्डमा किन कन्टिन्यू गर्न नसक्ने भए भन्दा म अलिकति बिजी हुने भएँ होइन। अनि मसँग त्यति धेरै यतात्यता यो यत्रतत्र छरपष्ट भएर हिँड्न सक्ने अवस्था भएन। अलिकति त्यही हो, टाइमको अभावै भनौँ होइन। काम गर्ने मान्छे कामलाई अलिकति बढी फोकस गर्नुपर्ने भएर चाहिँ त्यो भयो, यस्तै उस्तै भयो होइन। अरे कहना क्या चाहते हो? अनि आज चाहिँ म काठमाडौँ जाँदैछु। यो हाम्रो रोसी खोलाको बाटो चाहिँ अहिले खतमै भएको छ नि त, बगाएर डाइभर्सनहरू यताउता खोलामा बनाएको छ। हल्का पानी आएपछि उडाइदिइहाल्छ, उडाइदिएपछि गुड्ने ठाउँ हुँदैन। सो अनि आज म हेटौडाको बाटो हुँदै चाहिँ काठमाडौँ गइरहेको छु। हेरौँ अब कतिखेर पुग्छु, खाना पनि खाएको छैन, 10 बजिसक्यो। हिँड्न चाहिँ बिहान 6 बजे हिँड्यो भनेर 5 बजे उठेर रेडी भएको होइन। लास्टमा पानी परेको गऱ्यो, त्यही भएर मैले अलिकति टाइम वेट गरेर हिँड्दैछु। अहिले चाहिँ म यहाँ सिन्धुलीबाट हिँडेर पनि मरिन गाउँपालिका कटेर पनि यो हरिहरपुर गाउँपालिकाको पनि बिचतिर आइसकेँ म, मिड प्लेस भनौँ होइन। यतातिर त मकै पनि पाकिसकेछ यार, अब धान रोप्ने बेला भइसकेछ। बिहान पनि भ्लग स्टार्ट गरेर हिँड्न चाहिँ म घरबाट होइन, तर खोइ कतातिर टच भयो, क्यामेरा अफ भएछ। बोल्न चाहिँ बोल्दै आएको, लास्टमा केही पनि छैन यहाँ आइपुग्दाखेरि। अब एकछिन म त्यहाँका बागमती पुलमा गएर पर्खिन्छु मेरो पछाडि आउने मेरो ग्रुपलाई। मेरो एउटा जम्बो ग्रुप छ पछाडि, सबैजना फ्यामिली नै हुनुहुन्छ पछाडि चाहिँ गाडीमा। अनि म चाहिँ खासै गाडीमा हिँड्न मन लाग्दैन कि मलाई, त्यही भएर पनि अनि म चाहिँ बाइकमै ट्राभल गरिरहेको हुन्छु। कस्तो खाल्टो रहेछ यार,
काठमाडौँ गइरहन्छ जान चाहिँ, तर काठमाडौँ जाँदाखेरि के हुन्छ भने उतातिरको बाटो एकदम लास्टै ध्वस्त भएको छ नि त अहिले। अनि त्यतातिर चाहिँ भ्लगको भिडियोको चक्करमा लाग्नै मन लाग्दैन कि, यस्तो अप्ठ्यारो छ बाटो। अनि अहिले चाहिँ अब पुरै डाइभर्सन नै ब्लाङब्लुङ इतार उतार पारेको छ अरे। अनि त्यही भएर त्यो बाटो जाने कुरा त भएन होइन, फसिने डर हुन्छ। सो मैले यो बाटोमा चाहिँ फर द फर्स्ट टाइम काठमाडौँ यो बाटो गइरहेको छु जान चाहिँ। तर म कुलेखानीसम्म चाहिँ यो बाटो गएको छु होइन, त्योभन्दा अगाडि चाहिँ गएको छैन क्या। अब कस्तो छ बाटो हेर्दै जाऊँ। मलाई लोकेसन पनि खासै थाहा छैन। मैले भिडियो बनाउँछु, कन्टिन्यू गर्छु युट्युबलाई भनेर कति धेरै ट्राई गरेँ होइन, टाइम नै नमिल्ने, टाइम म्यानेज गर्नै नसक्ने, कामको प्रेसर एकातिर हुन्छ होइन, घुम्ने फिर्ने भन्ने कुरा चाहिँ अलिकति साइडमै राख्नुपर्ने भएर चाहिँ अब भिडियोलाई अब आफूले गरेको काम मात्रै डेली एउटै कुरा मात्रै देखाएर डेली भ्लगर भन्दा पनि ट्राभल भ्लग चाहिँ गर्नु मन थियो मलाई होइन, तर मिलेन। अब अलिकति टाइम म्यानेज गर्न सकिनँ। अनि मैले चाहिँ के प्लान गरेँ भने अब मेरो प्लान चेन्ज भयो होइन। मैले चाहिँ के गर्दैछु भने अब जस्तो कि मैले योभन्दा अगाडिको भिडियोमा सिन्धुलीगढीको हिस्ट्रीलाई एउटा लिएर एउटा भिडियो बनाएको थिएँ। त्योभन्दा पछाडि म हेटौँडा हुँदै सौरा हुँदै म जान चाहिँ बन्दीपुरसम्म गएँ घुम्नकै लागि भनेर। तर त्यतातिर पनि भिडियो बनाउन चाहिँ, त्यहाँ जाँदा नि भिडियो त बनाउन चाहिँ, तर अलिकति सोचेको जस्तो फुटेजहरू नआएर त्यो अनुसारको भोइसहरू पनि भएन। अनि सबै भिडियोमा भोइस ओभर गरेर हाल्न पनि मन लागेन खासै। त्यति बेला माइकले अलिकति साथ नदिएर पनि त्यस्तो भएको हो। अनि त्योभन्दा पछाडि म कहाँ गएँ, न्यु इयरमा उहाँ कलाघर गएँ, अनि मन्थली पनि गएँ त्योभन्दा पछाडि। तर मैले भिडियो बनाइनँ, मलाई खासै इन्ट्रेस्ट लागेन। अनि भनेको जस्तो नभइसकेपछि जुनसुकै काम गर्न पनि खासै मन नलाग्दो रहेछ कि होइन। अनि त्यहाँबाट त्यो त्यस्तै भयो। अनि मैले रेगुलर खालको कन्टेन्ट दिन नसक्ने भइसकेपछि चाहिँ मैले के सोचेँ भने म भ्लग त गर्छु, तर फर द मी के आफ्नै लागि मात्रै गर्छु भन्ने सोचेँ होइन। अनि आफ्नै लागि भन्नाले अब अहिले म भ्लगहरू गरेर राख्छु नि त, यो भ्लगहरू युट्युबमा राख्छु मेरो च्यानलमा। पछि गएर कालान्तरमा होइन, पछि गएर यो ट्राभल गर्न नसक्ने अवस्था, जस्तो कि एउटा ओल्ड एजमा चाहिँ सम्झनाहरू ताजा होस्, फेरि पनि त्यही ठाउँमा घुमेको फिल होस् होइन, त्यही ठाउँमा यात्रा गरेको, त्यही ठाउँमा ट्राभल गरेको, त्यही ठाउँमा हिँडेको डुलेको रमाइलो गरेको स्मरण होस् भनेर चाहिँ त्यो हिसाबले गर्न लागेको छु। त्यही भएर म रेगुलर कन्टेन्ट दिन नसक्ने भएर चाहिँ मैले यो प्लान बनाएको हो होइन। अब यो पनि कतिको सक्सेस हुन्छ, जहाँसम्म लाग्छ मलाई यो चाहिँ सक्सेस हुन्छ, किनकि मैले एकपटक गएको ठाउँमा एउटा भिडियो बनाएर त्यो भिडियोलाई चाहिँ आफ्नो मेमोरीको लागि सेभ गर्ने के होइन, पछिको लागि भनेर प्लान बनाएको छु। अब हेरौँ के हुन्छ, त्यहाँसम्म सक्सेस हुन्छु कि हुँदिनँ। पछाडि मेरो साथीले फोन गरेर बिस्तारै हिँड्नु भनेर तनाव दिइसक्यो। त्यही भएर म अलिकति बिस्तारै हिँडिरहेको छु अहिले। अघि म अलि हाई स्पिडमा थिएँ भने अहिले चाहिँ कन्ट्रोल गरिरहेको छु स्पिडलाई। अघि जोसिलो पारामा भ्लगको लागि बोलेर कराउँदै आएको थिएँ है, लास्टमा भिडियो नै भएको रहेनछ क्या, कस्तो झ्याउ लाग्दो। यही भएर पनि मैले भ्लगलाई कन्टिन्यू नगरेको। ला मेरो सामान झऱ्यो यार। क्या सीन है रे भाइ, बाइक त धुस्तै धुलै हिलो भएछ त। अनि एउटा कुरा के भन्नु मन लाग्यो भने म योभन्दा अगाडिको
भिडियोमा यति धेरै चिच्याइ बोलेको थिएँ नि त्यो बेलामा चिसो मौसम थियो होइन अनि बाइक राखेको ठाउँमै पार्किङ गरेको ठाउँमै ब्याट्री डाउन भइदिएर स्टार्टै नहुने के अनि धकेलेर स्टार्ट गर्नुपर्ने बा यति गाह्रो भयो थियो त्यो टाइममा है अनि लास्ट मङ्गलबार थियो अनि लास्ट मङ्गलबार चाहिँ हामीहरूको छुट्टी हुने भएर हामी सिन्धुलीगढी गइरहेको थियौँ अनि त्यहाँनिर जाँदाखेरि बाइकलाई सेक नपाउने भयो नि त त्यो टाइममा होइन केही दिनलाई ढुक्क हुने भयो भनेर चाहिँ खुसी भएर भिडियो बनाएको अलिक बढी नै झुकेपछि भिडियो हेर्दा चाहिँ आफैलाई लाज लागिदिएर त्यही पनि अब फुटेजको लागि पनि हाल्नु चाहिँ त्यस्तो चिच्याउने त्यो टाइपको एक्साइटेड हुनुपर्ने ठाउँ गइरहेको थिइनँ छन चाहिँ त्यही पनि अलिकति त्यही हिसाबको एक्साइटमेन्ट आयो मलाई त्यो टाइममा सरी फर द्याट अहिले म चाहिँ बागमती पुलमा आइपुगेको छु यहाँबाट चाहिँ सिन्धुली र मकवानपुर जिल्लाको सिमाना छुट्टिन्छ म एकछिन यतातिर रेस्ट गर्छु होला कस्तो टायर नाचेको जस्तो फिल भयो यार ल्यारेक गर्छ त ल बागमती खोला One eternity later. मैले एकछिन रेस्ट गरेँ अनि क्यामेरा एङ्गल पनि चेन्ज गरेँ अघि अलिकति ठिक लागेन मलाई सो चेन्ज गरेको छु अब कस्तो फुटेज आउँछ फेरि हेर्नुपर्छ है त बाइकले तेल यति धेरै खाइरहेछ पेट्रोल तनावै भइरहेछ यार उल्टी खाइदिन्छ अब म एकैचोटि हेटौँडा गएर रुक्छु खानासाना खान्छु अनि त्यहाँबाट लाग्नुपर्ने हुन्छ है त जोस् रासोपाले बाटोमा घन्टी छाप हान्न भ्याएको रहेछ है कता मेटायो पनि भनेको थियो तर अझै पनि देखिरहेको रहेछ हल्का त्यो आफै मेटिन्छ बिस्तारै अब काठमाडौँबाट आउने गाडीहरू प्याक भेट्न थाल्यो अब चाहिँ यो बाटोमा दाजैले केही बाँकी राख्दैनन् फेरि झुरझुरे भन्ने ठाउँमा आइपुग्यो यहाँ पनि घन्टी छाप हानिदिएछन् ल्या बाटोभरि घन्टी छाप हानेर कस्तै पारेछन् नि ल यहाँ पनि घन्टी छाप घन्टी नै घन्टी हान्दैछन् के बजार भन्थ्यो ए झुरझुरे बजार भनेको ए हो क्यारे
वेलकम टु हेटौडा बजार। आज हेटौडा बजार किन सुनसान देख्छु म? यस्तो त कहिले हुँदैन थियो बा। पसलहरू पनि बन्द छ प्राय। भैँसे 11 किलोमिटर छ यहाँबाट। हामी भैँसे हुँदै जाने हो। ल म यहाँ एकछिन कुर्नु पर्ने भयो अब। यहाँ खाने हो र? यहाँ प्याक छ अलि उता उयो यहाँ पनि ठिक छ। यहाँ माथि के उयो बाटो माथि यो पनि ठिकै छ। अलि उतै गएर खाऊ नि त नभए। ल हेटौडामा खाना खाइयो। अब अगाडि बढियो। 12:34-35 गएछ भनेपछि 9:15 हिँडेको। सिन्धुलीबाट भनेपछि 3 घन्टा लाग्यो। वाह यो कस्तो राम्रो फुल फुलेको। हाम्रो सिन्धुलीमा नि यस्तो फुलहरू टन्नै थियो, तर बस पार्क एरियामा पनि काटेर टाकटुक पारिदिइसक्यो यार। छैन, फुलै छैन। अब चाहिँ उकालो छ, बिस्तारै जानुपर्ने हुन्छ। म पनि बिस्तारै जान्छु। वाउ कस्तो कालो धुवा फाल्नु भएको गुरुजी। ल ल ल ल ल ल ल अन द स्पोट यार। हेत्तेरिका एक्सिडेन्ट भयो यहाँ। दाइले सट्टै काट्नु भयो के। ल ल अन द स्पोट यार। हेत्तेरिका एक्सिडेन्ट भयो यहाँ। दाइले सट्टै काट्नु भयो के। दाइ के भएन नि तपाईँहरूलाई? दाइ चोट लागेन नि तपाईँलाई? ए तेरिका सट्टै काट्नु भयो क्या। आँखै अगाडि एक्सिडेन्ट भयो। निस्किनु तपाईँहरू निस्किनु न। यता 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 हात समातेर निस्किनु न। हात समातेर तपाईँ भाइ निस्किनु त। तपाईँ कसले चलाएको? भाइले चलाएको हो? ए यहाँ चढ, यहाँ टेकेर निस्किनु न।
केही भएन धन्न बाँच्यो नि उतापट्टि अर्को लाग्यो क्या के पनि भएन मान्छे त के गरी खै साइकल यता यस्तो भयो क्या साइकलले चाहिँ बाटो काट्न लाग्नुभएको थियो पछाडि नहेरी काट्नुभयो अनि हाले ड्याममा सक्नु भयो नि निस्किन यहाँ टेक्नु न आन्टी यहाँ टेक्नु न यहाँ टेक्नु न टेक्नु अटो उतैबाट आएको त्यसरी काट्दा तिन पाँच पल्टिहाल्छ माथि यस्तो भयो साइकल चलाउनु चाहिँ हजुर त्यो दाइ होस् यहाँ आएर लडायो नि हजुर साइकल यहीँको पुलिस ल यसलाई उचालौँ ल तपाईँलाई घुँडामा मात्रै चोट लाग्यो होइन अन्त त लागेको छैन नि ए हातमा नि लागेछ ए दाइले यता काट्न लाग्नुभयो यता छिर्न लाग्नुभएको थियो तपाईँ ए अलिक पछाडि हेर्नु पर्थ्यो तपाईँले सट्टै काट्नुभयो उसले कन्ट्रोल गर्न सकेन के यस्तोमा लडेर नि केही भएन नि हजुर साइकलवालामा हो ऊ अटो चालक ऊ त्यो भाइ हो सानो अलि स्पिड आएको थियो कि साइकल यही हो दाइ यता छिर्न लाग्नुभयो रहेछ ऊ अलि स्पिडमा आयो क्या होइन साइकल चाहिँ यता छिर्न खोजेको हो होइन उताबाट आएको अलि स्पिडमा आयो अलिअलि आएको छ अब यसलाई उचाल्नु के साइकल चालक तपाईँ कताबाट आउँनुहुन्छ उतैबाट आएको मान्छे सामान्य खाइदियो भने ठिक छ हामी त त्यहीँ आइदिएको थियौँ बाटो अलिक छोडिदिनु सर बाटो छोड्नु गाडीले को थियो अरू बस्नु ए दुईटै उतैबाट आएको रहेछ है गाडीमा त तिनजना छ तपाईँ साइकल एक्सिडेन्ट भयो ट्राफिक सर आउनुभएछ उहाँहरूले मिलाउनुहुन्छ हाम्रो यहाँ बसेर खासै काम हुँदैन है छेउमा चाहिँ लाग्दिए बाटो क्रस गर्दा पनि जसले पनि ध्यान दिनुपर्छ कि अब जस्तो कि हामी क्रस गरिरहेछौँ होइन पैदल यात्रा नै गरेर किन नहोस् दायाँ बायाँ हेरेर गाडीको डिस्टेन्सलाई मेन्टेन गरेर आफू कट्न सक्छु भने मात्रै अगाडि बढ्ने हो दाइले के गर्नुभयो भने साइकलवाला दाइले चाहिँ सर आउनुभयो पछाडि नहेरिकन सट्टै काट्नुभयो अब त्यही स्पिडमा आइरहेको थियो अटो पनि अटोवाला भाइले चाहिँ के गर्यो भने स्पिड कन्ट्रोल गर्न सकेन क्या साइकलवाला दाइले झट्टै काट्नुभयो बाटो काट्ने क्रममा भाइले चाहिँ कन्ट्रोल गर्न नसकेर झ्याम्मै साइकललाई हान्यो अनि त्यो साइकलवाला दाइलाई चाहिँ अलिअलि घुँडामा चोट लागेको छ नर्मलै होला सायद अब अलिअलि फ्र्याक्चर त भइहाल्छ त्यत्रो ठोकिएपछि होइन धन्न अटोमा दुईजना दिदीहरू हुनुहुँदो रहेछ उहाँहरूलाई केही भएन कि फेरि ठ्याक्क त्यो उनिर गएर के अरे इँटानिर गएर झ्याम्म इँटालाई हानेको क्या यत्तिका आँखै अगाडि देखेर बिस्तारै हिँड्नुपर्छ
आमा काठमाडौँ अझै 125 किलोमिटर भैँसे 4 किलोमिटर भैँसेबाट ठाडो उकालो लगाएपछि पुरा कन्दै 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 उकालो लाग्नुपर्छ बल गर्दै। हे कस्तो मिठो हावा चलेको खोलाको छेउछेउमा क्या दामी। ओइ 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 मासुको झोल के हो कस्तो कन्फ्युज भइदिएर यार म छ्या। त त्यो गाडी अगाडि आयो यार अघिको एक्सिडेन्ट देखेर कस्तो मनै डराइरहेको छ क्या मेरो। जो तपाईँ त्यता तर्सिरहेको छु यार। ल भैँसेको पुल आयो। अब यहाँबाट हामी राइट साइड जानुपर्ने हुन्छ। लेफ्ट साइडबाट नि बाटो त छ अलिकति नदेखेको बाटो भएर चाहिँ हामी यो राइट साइडको बाटो जाँदैछौँ कुलेखानी ड्याम हुँदै। प्रायः सबैजना यतैबाट जाने रहेछ नि त। म त यताबाट हल्का डिभाइड हुन्छ होला गाडीहरू अलिक कम हुन्छ होला भनेको त एउटै रहेछ सबजना यतैबाट। तेरिका गुरुजीले धुवा साह्रो मिठो फाल्नु हुँदो रहेछ यार। भीमफेदी बजार वेलकम टु भीमफेदी बजार। कस्तो राम्रो फुल यार। तपाईँहरूलाई भीमफेदी बजारमा स्वागतम भन्न चाहे। ओए पानी पर्छ क्या हो माथितिर त यार पुरै अँध्यारो छ त पानी नपरिदियोस् है न त भिजाइदिन्छ मलाई। लगभग हामी 9 बजे हिँडेर काठमाडौँ यतिर पुगिसक्थ्यो है। यो बाटोमा त अझै 2 घन्टा जति लाग्छ होला। 2 अझ बढी नै लाग्छ। छोयो 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 टच्च छोयो लुकिङ ग्लासले कारको लुकिङ ग्लासले। कस्तो राम्रो सिन रहेछ यो कालिम्पोङतिरको जस्तो लाग्यो मलाई। सायद उतैको होला। ल फेरि एक्सिडेन्ट भयो। गाडी त कुलोतिर झरेछ त। के एक्सिडेन्ट भएको त के गाडी तलतिर झऱ्यो क्या? ए
झगडा गरेको नि केटाहरू ठोक ठोक भन्दै त्यो गाडी पनि छिर्दैन त्यहाँ हेत्तेरिका यसमा ओभरटेक गर्न नजाऊ मलाई ए यता झारेछ टायर एउटा फेरि आफ्नो साइडमा अलिकति फराकिलो ठाउँ छ भने पास लाइट दिइसकेपछि रोकिनुपर्छ के जो पनि हुत्तिएर आउन खोज्छ यार बाटै साँघुरो छ अनि के गर्नु त बाटो साँघुरो भएको ठाउँमा त कमसेकम बुझ्नुपर्छ नि हेत्तेरिका जताततै एक्सिडेन्ट मात्रै छ आज फेरि यहाँ बाइक लडे जस्तो छ के चिप्लेको हो दाइ चोट त लागेन नि यो बाटो त के डेन्जर हो 2-3 ठाउँ त एक्सिडेन्ट नै देखिसक्यो के लडेको ए ल फेरि यहाँ एक्सिडेन्ट बाफ रे बाफ के साह्रो ए यहाँ त भित्तै हानेछ नि जस्तै बाटो साँघुरो छ है अनि स्पिड बढी हुन्छ अनि माथिबाट आउने गाडीहरूको ब्रेक फेल हुने चान्सेस एकदम हाई छ के यो बाटोमा अनि एक्सिडेन्ट त एकदम चिसापानी 2 किलोमिटर अब अलिकति बल गरेपछि पुगिन्छ अनि बल्ल मन शान्ति हुन्छ यार माथि पुगेपछि
भाइ सुल्किन्छ क्या हो यो त पिकअपै लिइरहेको छैन स्कर्पियोले लुजु लुजु पछाडि पो आइरहेको छ यार हेट ओह महाकडक टर्निङ नै पुग्दैन यार पिकअपै लिँदैन आफ्नो फेरि बानी नराम्रो छ ठुलै गियरमा हिँड्ने बानीले बिगाऱ्यो क्या तातिहाल्छ सानो गियरमा हिँड्दाखेरि बाइक नै फुट्ला जस्तो हुन्छ इन्जिनै फुट्ला जस्तो हुन्छ अनि ठुलो गियरमा हिँड्यो अनि हुत्तिएर कता हो कता के पिकअप नपुग्ने के हुने ल जेसुकै होस् म यहाँ बस्छु आधी घन्टा मस्त चिल पारामा2 hours later. ल है म बल्ल काठमाडौँ आइपुगेको छु बिहान हिँडेर एकैचोटि बेलुका काठमाडौँ आइपुगेको छु सो मलाई यसपालि काठमाडौँ आउन एकदम धेरै ठुलो स्ट्रगल गर्नु परेको फिल भयो किनकि म पछाडि आउने मेरो साथीहरूलाई कुर्दै रुकिँदै आएँ सो बिहान हिँडेको मान्छे एकैचोटि बेलुका मात्रै काठमाडौँ आइपुगेँ भने मेरो अर्को एउटा नराम्रो बानी चाहिँ मैले गर्दैको भ्लग बिचमै छोड्ने बानी छ सो त्यही भएर पनि मैले युट्युबलाई कन्टिन्यू गर्न नसकेको हो अनि अब चाहिँ भ्लगलाई यतितिर इन गर्नुपर्ने हुन्छ सो मेरो भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद भन्दै मेरो युट्युब च्यानललाई सब्सक्राइब एन्ड भिडियोलाई लाइक सेयर एन्ड कमेन्ट गरिदिनु होला भन्दै अहिलेको लागि चाहिँ यतैबाट बिदा हुँदैछु सो बाई बाई सी यू सुन है अर्को भिडियो चाँडै आउँदैछ